नमस्ते साथीहरू। धेरै आमाहरू चाहिँ आफ्नो सानो बच्चालाई दही खुवाउने कि नखुवाउने अनि कसरी खुवाउने, मेरो बच्चा त खानै मान्दैन भनेर एकदम अलमलमा हुनुहुन्छ होला है। आज म हजुरहरूलाई बच्चालाई दही किन खुवाउने अनि खाना नमान्ने बच्चालाई कसरी खुवाउने भनेर सिकाउँदैछु। भिडियो अन्तिमसम्म हेर्नु होला है। यसको लागि कोठाको सामान्य तापक्रममा रहेको ताजा दहीमा थोरै भुटेको जिराको धुलो र 1 चिम्टी बिरे नुन मिसाउनुहोस्। जिरा र बिरे नुनले दहीलाई पचाउन सजिलो बनाउँछ र ग्यास बढ्न दिँदैन। अब अर्को उपाय भनेको बच्चालाई मन पर्ने स्वादको लागि केराका टुक्राहरूलाई हालेर चम्चाले मजाले मिसाइदिनुहोस्। यसले गर्दा दहीको अमिलोपन हट्छ अनि बच्चाले स्वाद मानी खान्छन्। अर्को उपाय भनेको स्याउलाई साना साना टुक्रा पार्नुहोस् अनि त्यो दहीमा मिसाइदिनुहोस्। यसले पनि बच्चाले एकदम स्वाद मानेर खान्छन्। यो स्वास्थ्यकर खाजाले बच्चाको हड्डी दह्रो पार्छ र इम्युनिटी पनि बढाउँछ। अब दहीमा त प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ, प्रोबायोटिक्स पाइन्छ, जसले गर्दा बच्चाको हड्डीको विकासमा पनि एकदमै ठुलो मद्दत गर्दछ। तर याद राख्नुहोस् ल, बच्चा 1 वर्षभन्दा सानो छ अनि बच्चालाई चिसो खोकी लागेको छ भने आफ्नो डाक्टरको सल्लाह लिएर मात्र खुवाउनु होला। हजुरहरू आफ्नो बच्चालाई दही कसरी खुवाउनुहुन्छ कमेन्ट गर्नुहोस् अनि यस्तै उपयोगी जानकारीको लागि मलाई फलो गर्न पनि नभुल्नुहोला। धन्यवाद।